सो हेलो गाइस, वेलकम ब्याक टु इन्टरटेनमेन्ट भिलेज बोय। आई होप कि तपाईँ सबैजना राम्रो हुनुहुन्छ होला। सबैलाई ह्याप्पी दिवाली भाइ, ह्याप्पी दिवाली हान्देऊ। ह्याप्पी दिवाली भाइ। तपाईँहरू भिडियो बनिरहनु होला। आज चाहिँ अब दौसी खेल्ने दिन, अब जस्तो कि फर्स्ट दिन, अन्त भोलिको दिन चाहिँ भाइटिका हो। अन्त आज चाहिँ हाम्रो रुममा के बनाउँछ के बनाउँदैन त्यसको भिडियो हजुरहरूलाई देखाउने छु। अनि त्यहाँबाट के अरे यो भिडियो चाहिँ म भाइटिका भोलि भाइटिका मानेर चाहिँ पर्सिको दिन सायद हाल्छु ल, किन भोलि नै भाइटिका चाहिँ डिलिट गरेर हाल्छु होला। अब चाहिँ हाम्रो यो ड्युटीमै हो, ड्युटीमै छु हामी। दसैँ तिहारको चाडबाडमा पनि साथीभाइहरू एकदम मजाले इन्जोय गरिरहेको होला घरतिर। हामी चाहिँ यस्तै दसैँ तिहारको चाडबाडमा छैन, ड्युटीमै गेटको अगाडि टक्कै बसेर एकदम ड्युटी मनाइरहेको छ। तपाईँहरू भिडियो बनिरहनु होला गाइस। हिजो अस्तिको पटेकाहरू बाँचेको पटेका चाहिँ हामी पड्काउँदैछु। यहाँ 3टा चाहिँ बाँचेको छ लगभग। त्यो बेगमा, भाइको बेगमा छ आदि रोकेट पटेकाहरू हो। अन्त त्यो पड्काउने छु हामी। तपाईँहरू भिडियो बनिरहनु। दुईजना आइसकिसकेर सेक्युरिटी नाइटवालाको हामी चाहिँ डेमा गर्ने हो। अब हामी जाँदैछु रुमतिर। अन्त अब रुममा गएर यसो रमाइलो हुन्छ। दाजु लुक्दैछ सरमले। अन्त यो भाइ छ नाइटमा। अन्त डेमा चाहिँ ऊ भएर म हो, डेमा चाहिँ कन्टिन्यू। अन्त हेर्दै गर्नु। बिहानको कि उनीहरू होइन, उनीहरू त त्यसै आएको। ल हेर्दै गर्नु होला, भिडियो बढिरहनु होला। हेलो गाइज, गुड मर्निङ सबैलाई। म चाहिँ भर्खर उठेँ हो। अन्त हिजो चाहिँ हामीले के रुममा अब गर्नु पाएन होइन। यताउति के सामानहरू किन्दाखेरि नि बिजी भइहाल्यो। अन्त के अब गर्नु पाएन। अब ड्युटी आउने चाहिँ सिधै ड्युटी गएर अन्त भरे 11-12 बजीको साइड छ भाइटिकाको। अन्त आएर भाइटिका चाहिँ मान्ने छौँ। तपाईँहरू चाहिँ अब भिडियोमा बनिरहनु होला है। सबैलाई अहिलेको लागि चाहिँ बाई बाई। अब बरसेर हाल्नुपर्छ, दाँतहरू सफा हाल्नुपर्छ, त्यहाँबाट ड्युटी जानुपर्छ। टाइम हुनु आँटिसक्यो हो। आज अलिक ढिलो उठाइ परेछ ड्युटीमा। अब अलिक ढिलो जानुपर्ने भयो बसेछ। ल फेरि हेर्दै गर्नु ल। है गाइस, रेडी भइसक्यो। म चाहिँ अब ड्युटी जानु पऱ्यो हो। हिजो के हुन्छ देखाउनु पाइनँ। गाउँघर जस्तो अब गाउँघर भएको अरूको घरतिर पनि के बनाउँदैछ, यहाँ के बनाउँदैछ त्यो देखाउनु जानु पनि सक्छ। यहाँ बेङ्गलोरमा कहाँ कसकोमा चाहिँ जानु। अन्त यो रुममा आयो, पानी पऱ्यो हो। बेङ्गलोरमा फेरि 12 मासै पानी पर्दो रहेछ। के मौसम हो, बुझ्नु साह्रो। जाडो पनि साह्रै जाडो हुँदो रहेछ हो। अन्त त्यही हो। अब भरे म ड्युटी पुगेर उताबाट आएर त्यहाँबाट म तपाईँहरूलाई देखाउने छु भाइटिका लगाएको भिडियो। दिदी मानेको छु नि मैले। अब मेरो बहिनी त गाउँमा छ। अब योपालि चाहिँ मेरो बहिनीले टिका लगाइदिने हो, त्यो चाहिँ थाहा भएन। ल तपाईँहरू भिडियो बनिरहनु ल। म चाहिँ जाने, अब ढिलो भइसकिसक्यो हो। भिडियो बनाउँदै जान्थेँ म, तर अब भिडियो बनाउनु पाउँदिनँ। किनकि भिडियो बनाउँदै गयो भने त ढिलो हुन्छ। फेरि ढिलो भयो भने त गाली खान्छ हो। हेर्दै गर्नु ल। ल है गाइज, दिदीले चाहिँ रोटी बनाउनु भएछ, तर 3 बजीतिर बनाउनु भएको रहेछ। त्यही भएर चाहिँ के अरे आफू त निद्रा तोडमा, त्यही भएर उठाएन रहेछ। हामी त थाकेर आएको हुन्छ नि ड्युटीबाट। सेतरोटी चाहिँ बनाएको रहेछ है। अब निद्रा तोडमा सुनेन केही पनि, नभए उठेर भिडियो बनाउँथ्यो नि, केही छैन। तर पनि बनाउनु चाहिँ दामी नै बनाएको छ। अब यस्तै भए पनि यहाँ त अब ताई हुँदैन ठुल्ठुलो। अन्त यस्तै अब हुन्छ। तर पनि फिलहालमा नराम्रो चाहिँ छैन है। रोटी दामी बनाएको छ। सेन्ट चाहिँ मजाको आउँदैछ। इलाइचीहरू लगाएर चाहिँ कि हो, दामी सेन्ट आउँदैछ। खोलिँदैन त फेरि, खोलिँदा यसो देखाइदिउँ रोटी। ल है रोटी हेर्नुहोस् है। यहीँ एकदम होइन, नराम्रो त भन्दिनँ अब, तर पनि सेलरोटी तपाईँ कमसेकम बनाउनु त बनाएँ कमसेकम। हेर्नु दिदी, कमसेकम सेलरोटी बनाए। अब ताई छैन गाउँतिर, अब गोलो ताई हुन्छ हो कि न भन्नु। ल गोलो ताईमा कति मजाले बनिन्छ। यहाँ बनाउनु मिल्छ? यहाँ मिल्दैन नि त। त्यही भएर यति भए पनि बनाउनु भएछ। ल म चाहिँ लागेँ है ड्युटीतिर। अब भरे आउँछु टिका लगाउने 11 बजीतिर। भिडियो बनिरहनु ल। म चाहिँ आइसकिसकेको छु ड्युटीमा हो। हाँस्दै जाँदैछ फिट भएर एकजना यहाँ हाँस्दैछ एउटा भाइ। आइसकेको छु ड्युटीमा। अन्त अब उनीहरू जान्छ, म आइसकिसकेपछि त्यहाँबाट एउटा भाइ आउँछ। ल भेटेँ बनिलो। है गाइस, म चाहिँ रुम आइसकिसकेको छु। अब यो लुगा खोलेर अर्को नयाँ लुगा लगाएर त्यहाँबाट भाइटिका लगाउने छु। हेर्नु होला, भिडियो बनिरहनु होला। दिदीलाई दिनुको लागि चाहिँ हाल्दैछु यसमा हो। कति छ यो चाहिँ अब हुँदै देख्छ। तपाईँले बुझ्नु भएन कति छ, हेर्दै गर्नु होला भिडियो। हामी चाहिँ टिका लगाउन एकदम रेडी भइसकेको छ। एकदम सामानहरू यहाँ रेडी भइसकेको छ हो।
अन्त यहाँ भाइ बसेको छ। ऊ ऋतु दिदीको चाहिँ आफ्नो भाइ हो ऊ चाहिँ। अन्त त्यहाँ बसेको छ हो। अन्त यहाँनिर ऋतु दिदीले दुध बनाउँदैछ अहिले। यहाँ ऊ दुध बनाउँदैछ। अन्त उसले चाहिँ यहाँनिर के अरे सुँगुरको मासु बनाउने तिमी सुँगुरको मासु बनाउनु लागि चाहिँ प्याज खोर्सानीहरू काटेर रेडी बनाउँदैछ। अन्त तपाईँहरू भिडियोमा बनिराख्नु होला। अब चाहिँ हामी टिका लगाउने छौँ, हेर्दै गर्नु होला भिडियो। ले भगवान ओके छैन दुईटा सुरु गरिदिन्छु मेरो आशीर्वाद रोजे मन आशीर्वाद दिनुपर्छ रोजको भयो खाइन्छ नि आफूलाई बनाउँछ अरे उसको दादा आउँदैछ नि हौ म त फेरि मामाको छोरीको गरेको मेरो दादा आफ्नो दादा होइन हौ मतलब आफ्नो दादा पनि आउँछ अरूको पनि आउँछ भिडियो बनाइरहेको छु भिडियो बनाउँदै फोटो खिचेको
ल मारा दिएको अरे तिमीलाई भन्दै दिन्छ क्या उसले मन पनि दिइरहेको होला तिमीलाई के थाहा राम्रो कुरा सुनाउँछौ हामीले चाहिँ अब के अरे टिका लगाएर कम्प्लिट गरिसकेको छु अन्त भाइ त्यहाँ बसेको छ अहिले भाइ ह्याप्पी दिवाली अब सबै ह्याप्पी दिवाली सबैलाई गाइस ऋतु दि भाइ ह्याप्पी भाइ टिकाहरू हालिदिनु यसो उसले अब फेरि सुरु भइगयो ऊ काममा सुरु भइहाल्यो ल तपाईँहरू भिडियोमा बनिराख्नु होला कोला के को हतार कोला के को हतार यहाँ एकदम धमाधम यहाँ खोल्नु थालिसके के अरे गिफ्टहरू खोल्नु एकदम हतार एक्साइटेड भइरहेको छु यार एकदम हतार छ खोल्नुको लागि हो धेरै एकदम दामी छ है कप चाहिँ ए दिदीले कप दिनुभएको छ एकदम बढिया छ है यसमै खान्छु म बियर होइन चिया खान्छु भाइको कप देखाइदियो यसो गाइस सानो म्यादीले दिएको लु बढिया छ सानो छ गिफ्ट तर हैन तपाईँहरू भिडियोमा बनिराख्नु होला है गाई दिइ राख्दै त खानु सुरु पनि गरिसकेको छ म चाहिँ खाली पेटमा रोटी नखाने खायो भने चाहिँ के हुन्छ गेस्टिक भइहाल्छ क्या मलाई सेलरोटी दिदीले बनाएको सेलरोटी हो अन्त उसले खाना पस्किदिँदैछ मलाई अब त्यो खाना खानेछु अनि त्यहाँबाट चाहिँ ड्युटी फेरि जानुपर्छ म खाना खाएर फेरि ड्युटी चलिहाल्छ बसाइ छैन मेरो भात ल्याइदिएको छ यहाँनिर भात छ मासु छ अन्त पापड छ त्यहाँबाट यसमा अब यो हालिदिन्छु चिसो अन्त त्यहाँबाट त्यो हालेपछि खाएर त्यहाँबाट ड्युटी जानेछु ड्युटी पुगेर मेरो लास्ट भिडियो हुन्छ तपाईँहरू दामी दामी ल गाइस मुबन खाऊ मैले चाहिँ भाइटिका लगाएर रेडी भयो फेरि ड्रेसमा आइपुगेँ म ड्युटी जानुपर्ने भयो ड्युटी गएर लास्ट अन्तिम भिडियो हुन्छ भिडियो बनिराख्नु होला तपाईँहरू है गाइज फेरि म ड्युटीमा आइसकेको छु मेरो ड्युटी सुरु भइसकेको छ तपाईँहरूलाई भिडियो मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला सबैलाई बाई बाई ह्याप्पी दिवाली होइन अन्त ह्याप्पी भाइटिका सबैलाई रमाइलो मनाउनु होला है